पछिल्लो पटक जन्ती लिएर दुलै लिन जानु अगाडि छोपिएर रातो पछ्यौरीले चुसेको थिएँ आमाको स्तन। खै कुन्नी के कर्तव्य सम्झेर हिक्क भएको थियो मेरो घाँटी र खसेको थियो पिलिक्क आँसु। ज्योति मगर पनि आमा जातकी मान्छे हुन्। भान्जीलाई दुध खुवाउँदै गरेकी दिदीले बोलाई मलाई नजिकै र देखाई छातीको गिर्खा। निसङ्कोच भनी साह्रै दुख्छ भाइ, के होला यस्तो। मैले छोएको थिएँ दिदीको स्तन। मलाई आफ्नै छाती चसक्क भएको थियो। ज्योति मगर पनि दिदी जातकी मान्छे हुन्। प्रथम रजस्वलापछि लुक्न गएकी बहिनीले किनेर ल्याई पिङ्क कलरको ब्रा र सुकाई घाममा उडायो शिरशिर बतासले र पुर्यायो पोखरीमा। मैले दौडिँदै टिपेर ल्याइदिएको छु धेरै पटक। बदलामा टिका लगाइदिन्छे बहिनीले हरेक तिहारमा लामो आयुको कामना गर्दै। ज्योति मगर पनि बहिनी जातकी मान्छे हुन्। निकै प्रतीक्षापछि जन्मियो घरमा भतिज। खुसी दियो सबैलाई, तर अचानक सुक्यो भाउजूको स्तन र आएन पोसिलो दुध। भाकेर देवी देवता हाम्रै अगाडि भाउजूको छातीमा खरानी फुक्यो धामीले। ज्योति मगर पनि भाउजू जातकी मान्छे हुन्। यसरी धेरै पटक देखेको छु मैले स्तन र भोगेको छु स्तनको कथा। लाग्थ्यो सृष्टिकै अमूल्य अङ्ग। तर अहिले ज्योति मगरको एक जोर स्तन बजारमा यत्रतत्र उपलब्ध छ। सलाम ठोकेर फर्केको लाउरे, ड्युटी सकेर फर्केको परदेशी, कलेज पढेर फर्केको हल्लारे, काम खोजेर फर्केको बेरोजगार, मजदुर गरेर फर्केको श्रमिक, कतै आडेस लागेर खोल्छ आफ्नै हैसियतको एन्ड्रोइड मोबाइल र सर्च गर्छ ज्योति मगरको स्तन अनि बनाउँछ दिमागमा घिनलाग्दो यौन चित्र। मलाई उदेक लागेर आउँछ। त्यसैले म एउटा आमाको गीत लेख्छु र बच्चालाई दुध चुसाइरहेकी ज्योति मगरलाई भिडियोमा देखाउँछु, ताकि हेर्नेहरूले भनुन् ज्योति मगरको स्तन पनि हाम्री आमाको जस्तै रहेछ, हाम्री दिदीको जस्तै रहेछ, हाम्री भाउजूको जस्तै रहेछ। थ्याङ्क यू। कस्तो क्रिएटिभ है। म त केही बोल्दिनँ जति चाहिँ। म चाहिँ 2016 मा म एकदम ब्याड फिल भयो त्यो टाइममा चाहिँ होइन। बडी भने त नेचुरल कुरा हो नि त सबैको होइन। म एकदमै महिलाहरूलाई चाहिँ एकदमै रेस्पेक्ट गर्छु म चाहिँ। एकदम ब्याड फिल भयो अनि मैले त्यो टाइममा लेखेको रहेछु यो चाहिँ। तर मैले कहिले पनि त्यो पोस्ट पनि गरेन अनि दिदीलाई भनेको पनि थिएन मैले यस्तो लेखेको छु भनेर चाहिँ। सरी। सरी। Move on.